भक्ति पनि गर्न सिक्नुपर्छ। लेकिन यो काम क्रोध लोभ यो सिक्नै पर्दैन त गुरुजी स्वामीजी। क्रोध गर्न कुनै विद्यालयमा पढाइन्छ? लोभ गर्न सिकिरहनुपर्छ? सिकिरहनु पर्दैन। संसारमा बिहा गरेर सन्तान उत्पन्न गरेर कहीँ पढाउनु पर्छ? पर्दैन। त्यो स्वतः जान्दछ। त्यो चाहिँ किन भनेर सोधे स्वामीजीले भन्नुभएको छ, हेर यो संसारमा यो सन्तान जन्माउने क्रम जन्म जन्मान्तरमा त्यही गर्दै आयो, त्यसलाई सिकिरहनु पर्दैन। क्रोध पनि जन्म जन्मान्तरमा गर्दै आयो, त्यो पनि सिकिरहनु पर्दैन। लोभ पनि जन्म जन्मान्तरमा गर्दै आयो, त्यसलाई अभ्यास पारेको छ, सिकिरहनु पर्दैन। लेकिन यसले के गरेन? ध्यान कहिले गरेन, सत्सङ्ग कहिले गरेन, जप कहिले गरेन, प्रभु भक्ति कहिले गरेन, अभ्यासै छैन, त्यस सिक्ता पनि आउँदैन। त्यस कारणले गरिकन मनको स्वभाव के छ भने विषयतिर जाने। प्यार से बोलो न जय श्री कृष्ण। जय श्री कृष्ण। मनको स्वभाव हो विषयतिर जाने, जन्म जन्मान्तरमा त्यही भोग्दै आयो। इन्द्रियहरूको स्वभाव हो विषयतिर जाने। देखना इंद्रियों के न घोड़े बने, इनमें हरदम या संयम के कोड़े पड़े, अपने रथ को सुमार लगाते चलो, कृष्ण गोविंद गोपाल गाते चलो। इन्द्रियको स्वभाव हो विषयतिर जाने। स्वभाव हो के गर्ने? खुर्सानीको स्वभाव हो उसको चाहिँ नि तितो पिरो हुने, मिश्रीको स्वभाव हो उसको चाहिँ नि गुलियो हुने स्वभाव हो। त्यो मनको स्वभाव हो विषयतिर जाने। ध्यान दिएर सुन्नुहोस्, त्यो विषयतिर जाने मनलाई भगवानतिर कसरी फर्काउने? भगवानतिर नफर्किकन कल्याण हुँदैन, आचार्यतिर नफर्किकन कल्याण हुँदैन। कसरी फर्काउने? त्यसको केही उपाय छ? प्यार से बोलो जय श्री कृष्ण। छ त्यो कसरी छ? ध्यान दिएर सुन्नुहोस्। अच्छा, मैले तपाईँहरूलाई भने मनको स्वभाव विषयतिर जाने हो नि, स्वभाव हो नि। अच्छा, जलको स्वभाव के हो? जलको स्वभाव हुन्छ तलतिर बग्ने। जल काहीँ पहाड चढ्दै देखाएको छ तपाईँहरूले? उकालो चढ्दै गरेको जललाई देखाएको छ? जल सधैँ अधोगामी हुन्छ, अझै तलैतिर बग्ने। जलको स्वभाव हो तलतिर बग्ने। जल कहिले माथि बग्दैन। तर त्यो जल तल बग्ने जललाई कसैलाई माथि नै जल चाहिएको छ, तल जान सक्दैन। जल त तल बग्छ, जल बग्छ, तर मान्छेलाई कसैलाई चाहिँ माथि जल चाहिएको छ भने के गर्नु पर्यो? यन्त्र फिट गर्नु पर्यो। यन्त्र फिट गरेपछि अधो तलतिर जाने जललाई माथितिर बगाइन्छ, हो कि होइन?